आजको दिनले जहाँ हुनुहुन्छ उहाँहरूलाई प्रेरणा देओस्, उहाँहरूको स्वास्थ्य पनि राम्रो होस्, यो देशको स्वास्थ्य पनि राम्रो बन्ने बनाउने दिशामा उहाँहरूबाट योगदान हुन सकोस्। बिपी कोइरालाको त्यो मेलमिलाप भोग्दै गर्दा गिरिजा प्रसाद कोइरालाले बिपीले भनेको सायद स्मरण गर्नुभयो होला, बिपीले एकपटक भन्नुभएको थियो देशको बारेमा दुविधा भयो भने एक मुठी माटो उठाऊ, छातीमा लगाऊ, त्यसले जे भन्छ त्यही गर। आज बिपी हुनुहुन्न, बिपी हुनुहुन्थ्यो भने सायद भन्नुहुन्थ्यो होला काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर एक दिन बिताऊ, कतारबाट बक्सामा भरिएर आएको युवकको अनुहारमा हेर, त्यो अनुहारमा बगेको रगतलाई हेर, आमाले बगाउँदै गरेको आँसुलाई हेर, यो देशलाई कता लिएर जानुपर्छ भन्ने दुविधाको अन्त हुन्छ भन्ने मलाई लाग्छ। केही दिन अगाडि सम्माननीय राष्ट्रपति महोदयले चितवनको कार्यक्रममा बोल्दै गर्दाखेरि दशमलव जोडेर म भन्न चाहन्छु, तपाईहरूले निकास दिनुहोस् भनेर भन्नुभयो। आज राष्ट्रपतिले भन्नुभएको त्यही अभिव्यक्तिलाई स्मरण गरेर यो देशको एउटा नागरिक, यहाँ अनुपस्थित नेताहरूलाई पनि, यहाँ उपस्थित नेताहरूलाई पनि सबै नागरिकको तर्फबाट हात जोडेर म अपिल गर्न चाहन्छु, त्यही कतारमा पसिना बगाइरहेको युवकलाई सम्झिदिउँ, कतारमा जीवन कुन बेला क्षति हुन्छ र बाकसमा भरिएर नेपाल फर्किन्छु भनेर सम्झिरहेको युवकलाई सम्झिदिउँ। आज नेपाललाई निकास त्यही युवकलाई सम्झेर दिउँ, म यो अपिल गर्न चाहन्छु। आज मैले बेला बेला भन्दै गरेको छु, बिपी कोइरालाको अभिव्यक्तिलाई स्मरण गरेर बिपीले भन्नुभएको दुईटा नेपाल, बाटोघाटो बिजुलीको एउटा नेपाल, बाटोघाटो बिजुली नपुगेको नेपाल। आज त्यो बाटोघाटो गाउँहरूतिर पुग्न थाल्यो, तर पनि नेपाल दुईटा छ। एउटा नेपाल दिनको 10 बज्दाखेरि घाँटीमा रातो टाई लगाउँछ, राम्रो ब्याग बोक्छ, जुत्ता टलक्क टल्काउँछ र बोर्डिङ स्कुलतिर प्रवेश गर्छ। अर्को नेपाल दिनको 2 बज्दाखेरि पनि मेची र महाकालीका धेरै होटलहरूमा बाल श्रमिक भएर होटलको टेबल कुचिराखेको हुन्छ, चियाको गिलास उठाइरहेको हुन्छ। म आज यहाँ उभिएर बोल्दै गर्दा आफ्नो छोरोलाई स्कुल या छोरीलाई स्कुलसम्म पठाउन नसकेको त्यो बाबुलाई सम्झिन चाहन्छु अनि अपिल गर्न चाहन्छु आदरणीय रामचन्द्र दाई मार्फत त्यो संविधान सभामा हुँदै गरेको छलफलमा शीर्ष नेताहरू समक्ष छलफल पुगिदियोस्। त्यो बालकको हातमा कपुरी क भनेर लेखिएको किताब संविधान सभाले हालिदिनु पर्यो अनि बाबुको हातमा नेपालको संविधान भनेर लेखिएको एउटा पुस्तक हालिदिनु पर्यो। म हात जोडेर यहीँबाट अपिल गर्न चाहन्छु। यो बेलामा दुईटा नेपाल भन्दै गर्दा हामीले सम्झिनै पर्छ, संविधान सभामा 33% अधिकारका साथ हाम्रा महिला दिदीबहिनीहरू संविधान सभामा हुनुहुन्छ, तर अर्को नेपाल त्यहाँ छैन। अर्को नेपाल मुम्बईको कोठीबाट आँसु बगाएर आफ्नो देशमा फर्किन पाउँछु कि पाउँदिन भनेर हेरिराखेको नेपाल छ। म जान्दछु यो हलमा न मेरी दिदी न मेरी बहिनी न यहाँ बसेका कसैका दिदी या बहिनी मुम्बईको कोठीमा छैनन्, तर ती दिदी बहिनी हाम्रै कुनै दाजुभाइका भाइहरू हुन्। ती दिदी बहिनीहरूलाई बहिनी ठानेर भाइटिकामा तिहारमा टीका लगाउने भाइ सम्झेर म दिदी बहिनीहरूको तर्फबाट हात जोडेर भन्न चाहन्छु, आदरणीय रामचन्द्र दाई छलफलमा कुरो पुगोस्, ती दिदी बहिनीको अनुहार सम्झेर यो मुलुकलाई निकास चाहियो, निकास दिनु पर्यो। गिरिजा प्रसाद कोइरालालाई सम्झेर निकास दिनु पर्यो। यो बेलामा मैले बोल्दै गर्दा केही दिन अगाडि पत्रिका पढेका झलझली अनुहारहरू यहाँ छन्। केवल सानी 6 वर्षकी पूजा शाह नाम गरेकी बालिकाको बलात्कार पछि हत्या भयो। पूजा शाहकी आमाले बगाएको आँसु संविधान सभाभित्र पुग्न सक्दैन होला। पूजा शाहको बाबु भएर पूजा शाहकी आमा भएर हात जोडेर अपिल गर्न चाहन्छु, राजनीति सुध्रिन भने समाज सुध्रिँदैन। समाज नसुध्रिएपछि यो प्रकृतिका घटनाहरू भइरहन्छन्। पूजा शाहको आत्मालाई सम्झेर पनि निकास चाहियो। अनि अन्तिममा मैले टुङ्ग्याउँदै गर्दा म केवल यो आग्रह गर्न चाहन्छु, एउटा वृद्ध व्यक्तित्वलाई यहाँ स्मरण गर्न चाहन्छु। मलाई थाहा छैन नन्द प्रसाद अधिकारीलाई यहाँ कसले चिन्नुहुन्छ, मञ्चमा रहेका कसले चिन्नुहुन्छ, संविधान बनाउनलाई शीर्ष नेतृत्वमा छलफल गरिरहेको कसले चिन्नुहुन्छ। नन्द प्रसाद अधिकारीले बन्दुक बोकेका थिएनन्, केवल शान्तिका साथ अनसन गरेर भनेका थिए मेरो छोराको हत्या जसले गरेको होस् उसलाई कठघरामा उभ्याइयो। आज त्यही नन्द प्रसाद अधिकारीलाई बाबु ठानेर उनको अस्तुलाई सम्झेर म यहाँ भन्न चाहन्छु, यो देशलाई निकास चाहियो। दुईटा हात जोडेर त्यो मृतकको तर्फबाट भन्न चाहन्छु, यो देशलाई निकास चाहियो। अन्तिममा म जान्दछु सडकमा हिँडिरहेको बेरोजगारहरू पनि दुई खाले छन्। एउटा बेरोजगार चाह्यो भने पहुँच पुर्यायो भने सगरमाथा चढ्नको लागि 2 करोड निकासा गराउन सक्ने साहस राख्छ। अनि अर्को बेरोजगार 2 छाक खानको लागि काठमाडौँको सडकमा गल्ली गल्लीमा भौतारिएर हिँडेको छ। त्यसैले त्यो बेरोजगार सडकमा हिँडिरहेको बेरोजगार मेरो साथीको तर्फबाट, मेरा ती सबै युवा साथीहरूको तर्फबाट मेरो अभिव्यक्ति टुङ्ग्याउँदै गर्दा हात जोडेर भन्न चाहन्छु, देशलाई निकास चाहियो। आज यहाँ रामचन्द्र दाईले के बोल्नुहुन्छ त्यो मुख्य कुरा होइन, के भन्नुहुन्छ राजेन्द्र पाण्डेले, के भन्नुहुन्छ आदरणीय कृष्ण प्रसाद सिटौलाले मुख्य कुरा होइन।
के भन्नुहुन्छ अरू नेताहरूले आज गिरिजा प्रसाद कोइरालालाई सम्झेर मुख्य कुरा होइन, गिरिजा प्रसाद कोइरालालाई सम्झेर मेलमिलापको शपथ खाएर अब के गर्नुहुन्छ उहाँहरूले त्यो मुख्य कुरा हो। यो देशलाई निकास चाहिएको छ, त्यसको निमित्त अपिल गर्दै म रामप्रसादजी लगायत यो प्रतिष्ठान यो अध्ययन केन्द्रका सबै साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै बिदा लिन चाहन्छु। गिरिजा बाबु सदैव हाम्रो हृदयमा अमर रहनुहुनेछ, उहाँप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्न आउनुहोस्। एकपटक माथि उठेर जोड साथ हामी मनोविज्ञान बनाऊ, यो देशलाई बदल्नेछौँ, यो देशलाई बनाउनेछौँ, शान्त बनाउनेछौँ, समुन्नत बनाउनेछौँ, ताकि कतारबाट घर फर्किँदै गरेको छोरालाई आमाले भनिदिउन् एउटा दिन यस्तो आओस्, बाबु कतारबाट त काठमाडौँ आउँदै गर्दा नेपाल आउँदै गर्दा साहुजीलाई अन्तिम पटक नमस्कार गरेर आइज, यो देशमा शान्ति भयो, संविधान बन्यो, नेपालको शीतल पहाडमा अब उद्योग खुलेको छ भनेर त्यो युवकलाई सम्झिने खालको मनोविज्ञान बन्न सकोस्। यति भनेर गिरिजा बाबुप्रति फेरि श्रद्धाञ्जली व्यक्त गर्दै बिदा लिन चाहन्छु। धन्यवाद। जय